गाइस, शुभ बिहान। नयाँ सालको धेरै धेरै शुभकामना सबैलाई। नयाँ साल हिन्दू राष्ट्रको नयाँ साल हाम्रो नेपालको आज वैशाख 1 गते नयाँ सालमा सबै साथीभाइ दाजुभाइ दिदी बहिनी सबैलाई मेरो तर्फबाट धेरै धेरै मुबारक छ। र नयाँ सालको उपलब्धिले गर्दाखेरि घरमा सबैको खुसियाली बनोस्, हाकेताके चिताएको पुगोस्। अब नेपालमा भएको दाजुभाइ दिदीबहिनी, विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनी, इन्डियामा रहेको दाजुभाइ दिदीबहिनी, आफन्तहरू साथीभाइ सबैलाई, सम्पूर्ण सबै साथीभाइ दाजुभाइलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। नयाँ सालको हाम्रो आफ्नो परम्परा भुल्नु हुँदैन, मान्नुपर्छ। र इन्डियामा अब नयाँ साल भनिन्छ, जनवरीमा नयाँ साल सबैले मनाइन्छ, उत्तम खुसी मनाइन्छ। तर यो वैशाखको त कसैलाई थाहै हुँदैन। पराई भाग त यो इन्डियाको मान्छेलाई थाहा हुँदैन, ज्यादा जनवरी मनाइन्छ। र हाम्रै छोराछोरीहरूलाई पनि थाहा हुँदैन, नयाँ साल जनवरी मात्रै थाहा छ। तर हाम्रो असली हिन्दू राष्ट्रको नयाँ साल भनेको वैशाखको 1 गते नयाँ साल हो। र नेपालको त मेन हो, आजै हो नयाँ साल। जनवरीमा त यति मनाउँदैनन् होला, कम मनाउँछन् होला, किनकि म त नेपालको बासिन्दा होइन, इन्डियाको हो। अब नेपालमा गएको पनि छुइनँ, अहिले ठुलो भएपछि। सानोमा गएको थिएँ, 8-9 सालको हुँदाखेरि आमा बुवासँग, त्यहाँबाट गएको छुइनँ। तर नेपालको कस्तो नियम छ, कस्तो उयो गर्छन् त्यो मलाई थाहा छैन। र मैले चाहिँ जानेको नेपालको नयाँ साल वैशाख 1 गते हो। तर हाम्रो हिन्दू राष्ट्रको नयाँ साल ही वैशाख 1 गते। र यो मैले भन्नु चाहेको मेरो आफ्नो छोराछोरीले पनि, साथीभाइको छोराछोरी, दिदीबहिनीको छोराछोरी, दाजुभाइको छोराछोरी सबैले जानुन्। अहिलेको त खालि पढाइ पनि अब इङ्ग्लिसको छ, पढाइ भएको यति यो वैशाख महिनाको थाहा हुँदैन, मुत्त हुँदैन। र म सुशीला शर्माले भनेको, आज म रामप्रसाद रिजालको छोरी हो। रामप्रसाद रिजालको छोरी, कटवालको भान्जी, बास्तलाको बुहारी। म सुशीला शर्मा। बाई। हर हर महादेव। दर्शन गर्नु नयाँ सालको शिव शङ्कर भोले बाबाको दर्शन गर्नु। मैले त अब घरको मन्दिर हो, त यत्रो दिन त आश्रममा गएका थिएँ। हिजो बेलुका आएँ 2 बजीतिर घरमा। आज पूजा गर्दैछु नयाँ सालको, घरमा पूजा गरेँ। तपाईँहरू सबैले दर्शन गर्नु, मन्दिर जानु नसके पनि भिडियोको माध्यमबाट शिव शङ्कर भोले बाबाको दर्शन गर्नु सबै दाजुभाइ साथीभाइले। बाई बाई।